यहाँहरु सबैलाई नमस्ते। म गाम्ले केटो असीम बचाऊ अभियानमा मैले एउटा भिडियो बनाएर हालेको थिएँ। तपाईहरु सबैले हेर्नुभयो र हेरेपछि सबैले सहयोग गर्ने क्रम चाहिँ बिस्तारै सुरु भएको छ र यही बीचमा मर्दीखोला युके समाजले 1,92,000 जम्मा गर्नुभएको रहेछ र त्यो पैसा हिजो बेलुका राति भए पनि सामान्य फोटो र सानसानो भिडियोहरु यसरी खिचेर राखेको छु र उहाँलाई मर्दीखोला युके समाजले युकेमा बस्ने आदरणीय मनकारी मनहरूले 1,92,000 रुपैयाँ जम्मा गरिदिनु भएको रहेछ र उहाँ भाइलाई हिजो हस्तान्तरण गर्ने काम गर्नुभयो र म उहाँसँग सँगै गएको थिएँ। उहाँहरूलाई विशेष धन्यवाद छ जसले उहाँ विदेशमा बसेर पनि यो भाइको उपचारको लागि भनेर 1,92,000 रुपैयाँ जम्मा गरेर पठाइदिनु भएको रहेछ। मर्दीखोला युके समाजले पठाएको पैसा हो यो चाहिँ नि बाबु एकछिन समात त यो चाहिँ नि यो 1 लाख र यो 1 लाख गरेर उहाँहरूले यहाँ युके मर्दीखोला समाजले यसरी जम्मा गरेर यसरी लेखेरै पठाउनु भएको रहेछ र यो पैसा यो 2 लाख रुपैयाँ र यो राख बाबु ल समात है। अनि ल्वाङ सामुदायिक होमस्टेले 5,000 रुपैयाँ यहाँ छुट्टै दिएको छ। यो पनि म उहाँ भाइलाई जम्मा गर्छु र त्यहाँ चाहिँ नि हङकङबाट आउनुभएका र अन्य पाहुनाहरूबाट पनि केही रकम जम्मा भएको थियो। 2,14,000 रुपैयाँ उहाँ बाबुलाई जम्मा भएको छ र यो पैसाले औषधि गर्न जाने हो समत बाबु लौ र उनलाई हिजो मैले सँगै लिएर गएको थिएँ। अलिकति चिसो पनि भयो, पानी परेको थियो लिएर आउँदाखेरि र उहाँलाई अहिले हल्का ज्वरो पनि आइरहेको छ र डाक्टरको सल्लाह अनुसार उहाँलाई फेरि सुई लगाउनु पर्ने छ। यहाँहरू सबैले सहयोग गरिदिनु भयो। सहयोगी मनकारी मनहरूले जो जति सहयोग गर्नुभयो यहाँहरूलाई विशेष धन्यवाद छ र यसमा विशेष पहल गर्नुहुने समाजसेवी चोक प्रसाद दाहाल, बलराम पौडेल उहाँहरूले मलाई सहजीकरण गरिदिनु भयो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ। तपाईहरुले यसरी नै सहयोग गरिदिनु भयो भने यो बाबुलाई उपचारको लागि खर्च पुग्नेछ भनेर मैले तपाईहरुसँग विशेष अनुरोध गरेको छु र यो अनुरोधलाई मनन गरेर तपाईहरुले जो रकम पठाइदिनु भयो र यसको बारेमा उहाँका बुवासँग पनि म केही कुरा गर्नेछु जसले सहयोग गर्नुभयो र आज 2,14,000 रुपैयाँ तपाईको हातमा छोराको उपचारको लागि उपलब्ध भयो। यसको बारेमा उहाँहरूलाई के भन्नुहुन्छ? सबै युके वासी हङकङ वासी सबैलाई मेरो तर्फबाट धन्यवाद भन्न चाहन्छु। 2,14,000 र विशेष गरी मर्दीखोला युके समाजले पठाएको 1,92,000 आज तिम्रो हातमा पर्यो। उहाँहरूलाई के भन्न चाहन्छौ? उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हाम्रो उहाँ हेरेर बसिरहनुभएका हाम्रा उहाँ मनकारी मनहरूलाई मलाई सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। अझै पनि सहयोग गरिदिनुहुन्छ भन्ने अपेक्षा राख्दछु। मर्दीखोला युके समाजलाई, ल्वाङ समुदाय होमस्टे, हङकङबाट आउनुभएका दाइ दिदीहरू सबैले जो जति सहयोग गर्नुभयो त्यसको लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईहरुले पठाउनु भएको यो सहयोग रकम लिएर भोलि हामी फेरि उपचार गर्न अस्पताल जानेछौँ। तपाईँ हामी सबैले सहयोग गरेर यो बाबुलाई बचाउनको लागि हातेमालो गरेर बचाउने अभियानमा सहयोग गरिदिनु हुन म पनि विशेष अनुरोध गर्दछु। हामी अस्पताल जानेछौँ र त्यहाँका डाक्टरका कुराहरू पनि के रहेछ, उनको यो प्राइमरी इम्युनो डिफिसियन्सी भन्ने बिमार त्यसको बारेमा पनि कुरा गरेर म भिडियो राख्नेछु। हस्, यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। सहयोगी मनहरूलाई सधैँ कल्याण होस्, भगवानले कल्याण गरून्, उनका कुल पितृहरूले उहाँहरूलाई आशीर्वाद दिउन् र उहाँहरूलाई यसरी नै सहयोग गर्ने मन सधैँ पलाइरहोस्। हस्, धन्यवाद।